सक्दैन साइज में बढ़ाए ना आप लोग क्या सब चीज में बढ़ाए ना खाली हुनुहुन्छ कसैको घरबार बिग्रेर दुःख पाउनु भएको छ भने हाम्रो दाइलाई सम्झिनु होला म कन्ट्याक्ट नम्बर भएको म तर झोला चाहिँ मान्छे थोरै ठुलो छ हौ चढ्ने मन लाग्यो हो फेरि घर हो एक धार्ने पुग्दैन ए तिमीलाई लगभग 2 धार्ने 3 धार्ने ल मुनिपट्टि सँगसँगै अब हाम्रो सुरु भयो है राईले घाँस खान्छ र मासु नै खान्छ ल ठिक छ मासु खाइसक्यो ल सुरु भयो है हाम्रो साथीहरूको ल सुरु गरौँ है ल हाम्रो खाना रेडी भइसक्यो हिजो एउटा होटल आज अर्को होटल है भोलि कहाँ हो फेरि हाम्रो हुँदैछ बस्दै ए थारू मर्दै ठिकै दिपुको ठिकै न ल भिडियो ल के भातको डल्लो जिगर भात खोइ मेरो लम्बा है उधर यहाँ छोटा है ना जीवन सुनार यति बेला तात्नु भएको छ उहाँको भात खाइ राम्रो भइरहेको छ यति बेला ल है ल हाम्रो मन्टी भाइ चाहिँ च्याप्प सुरु गर्न लागिसक्नु भयो हामी चाहिँ सुरु गरेर हाम्रो शुभ बिरयानी भइसक्यो सबै अब हामी चाहिँ खाना खाएर अब एकछिन फ्रेस भएर हामी चाहिँ अब निस्कनु पर्ने हुन्छ ल है ल सर आउनुभयो हाम्रो सर आउनुभयो उहाँसँग खासै बोल्ने मन त थिएन फोन रिसिभ गर्नुहुन्न उहाँले तर त्यस्तो होइन मैले सम्झिरहेको छु सरले पनि सम्झिराख्नुहुन्छ है ल है हाम्रो भेट भइसक्यो हाम्रो के हुन्छ गेमपछि थाहा हुन्छ ल हाम्रो लाउरे दाइ होइन भर्खरको 22 वर्ष ठेटो बुढो भएर आइसक्नु भयो ल हामी चाहिँ रेडी भइसक्यो बिहा गर्ने तयारी हुन्छ कोही खाली हुनुहुन्छ कसैको घरबार बिग्रेर दुःख पाउनु भएको छ भने हाम्रो दाइलाई सम्झिनु होला म कन्ट्याक्ट नम्बर भएको म तपाईँलाई मलाई सम्पर्क गर्नु होला म कन्ट्याक्ट नम्बर दिइहाल्छु होइन घरबार बिग्रेर घर दुःख पाएको मान्छेहरू सम्पर्क गर्नु होला ल हामी रेडी भइसक्यौँ अब ल दाइ के छ गर्नु सहयोग गर्नुहुनेछ दाइहरूले ल हामी रेडी भएर हिँड्न लागिसक्यौँ आजको हाम्रो पहिलो म्याच सँगसँगै हाम्रो सुरु हुँदैछ हाम्रो यात्रा अब ल कस्तो गरम त ल निस्क्यौँ अब हामी चाहिँ चाबी त लानु पर्ला नि ल जर्सी राखेको दाइ अरू के लानु पर्यो हामी चाहिँ निस्किसक्यौँ है लक गर्नुपर्छ अरे के त ल जाम है ल बमिट आउँछ मलाई त सबै सानो यार एकै लेभलको यार ठ्याक्कै मान्छे सबै पोटी सानो मान्छेहरूले पोटी लगाउँदो रहेछ क्या म छुइनँ त सबै पोटीले दिपक दाइ त भर्खर 22 वर्षको घरहरू बिग्रियो केटी खोज्दै हो ल है ल झोला तर झोला चाहिँ मान्छे थोरै ठुलो छ हौ के हो यसमा त साह्रो ओहो ठिक छ साह्रो राम्रो रहेछ झोला चाहिँ साह्रै मन पर्यो मलाई मान्छे भन्दा पनि झोला मन पर्यो सम्पर्क गरौँ है कन्ट्याक्ट नम्बर 98 442 त्यस पछाडि अरू म सम्झिहाल्छु ल छिटो गरौँ है सिट फेरि प्याक हुनसक्छ ल हामी हिँड्यौँ है साथीहरू अब हिँड्यौँ हामी रेडी भइसक्यो साथीहरू सबैजना रेडी भइसक्यो त्यो त्यति होइन
सक्दैन प्याक मान्छे ढल्छ मेरो त छैन साइज में बढ़ाए ना आप लोग क्या सब चीज में बढ़ाए ना एक बार ऐसे करो तो मारेगा वो कीमा बना देगा ना कीमा बना देगा चलेगा साइज में बड़ा है किल मी नेपाली ब्रान्ड है ना काशी बड़ी मजे नहीं शो एक अभी किलमी का नहीं है किलमी नहीं है ना ये ईरानी ब्रांड है ये ईरान की है ईरान का है ईरान का आप लोग का नेपाली ब्रांड न लगा थोड़ा थोड़ा लगा सब चीज का साइज बड़ा बड़ा है सिगानीले एक्लै खानुभएको छ के हो बेहोस भएको उयो के होसमै छौ होसमा छौ कि नि अहिले उठेको होसमै छु दाइ के भाइ पछाडि हेर्दा के छ चढ्ने मन लागेको हो र मेरो घर हो भूकम्पले भत्काइदियो होइन तिम्रो घर पहिला घर राईले त कहाँ यो खान्छ र बुङ्गुर खान्छ नि होइन र बुङ्गुर पाउँदैन रहेछ दाइ यार लास्ट टेन्सन तिमीलाई भोलि बुङ्गुरको भनिदिनु पर्यो क्याप्टेन साहब के हो खास कुरो तिमीलाई आउँदैछ है के कुन खालको बुङ्गुर कस्तो बोसो बोसो कि छाला कालो बुङ्गुरको छाला बोसो 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 गमेर ए अनि त्यससँग के खान्छ फेरि चितन त्यो भयो अरू के खाने त के खानु र मासु भयो पर्यो ए ल मासु तिमीलाई एक धार्ने पुग्दैन ए तिमीलाई लगभग 2 धार्ने 3 धार्ने ल 3 धार्ने ल ल ल ल खाऊ सिकान राई खाना खाएको होइन कि फेरि खाने मन लाग्यो कि भिडियो गराखा क्या हावा किन फेरि गरेर तिम्रो पाइरखौँ के गरे ल है हाम्रो अब यस्तै छ होइन साथीभाइहरू भाइहरूलाई भोक लगाइसक्यो तिमीलाई म एउटा थर्मोकोट किनिदिन्छु नि त है कोही छ भने संसार मै भयो एक्सेल लाग्छ खुट्टामा 43 साइज लाग्छ अनि त्यही हो अरू त के नै छ र ए ल तिमीलाई म यसो म निज बनाएर हालिदिइराख्छु है ओके कस्तो खालको निज हो थाहा मनिष पारन्तलाई चिसोले हालेर थर्मोकोटको लागि व्यवस्था गरिदिनु होला मेरो क्युआर नै राखिदिनु युट्युब हजुर त्यसैले खाऊ नि यसले खाऊ नि नयाँ स्टाइलमा टोप बहादुर राई के छ टोपी खोजेको कि टोप के खोजेको ए ल हामी चाहिँ टोपी लगाएर खाना खान लागिसक्यौँ होइन चिसोले लास्टै दिइरहेको छ अब च्याप हाल्नुपर्छ है पहिला सुरु चाहिँ पानीबाट गर्नुपर्छ क्या भात पनि आइसक्यो लिनुहोस् हजुर लिँदैन विभागमा त अनि सिनियरलाई दिनुपर्छ भयो भर्खरको भाइहरूले अनि होइन त बर है सुरु गरौँ न सुरु गरिहालौँ हामी चाहिँ खाना खाएर फेरि एकछिन टिम मिटिङ हुन्छ है टिपी दाइ आज फेरि हल्का मेरो लेक्चर सुनाउनु परिन्छ टोबार थापालाई बिहान एकछिन सुनाएको राम्रै भएको थियो अहिले चाहिँ अलि लेक्चर नपुगेर अलिक मिस्टेक भइरहेको छ त्यही भएर थोरै दिनुपर्छ ल हाम्रो खाना आइसक्यो ल हामी चाहिँ सुरु गर्छौँ है सुरु चाहिँ केबाट गर्ने सुरु जेबाट गर्ने हुन्छ है ल साथीहरू अब हामी स्याममा खाना खाएर स्याममा खाएर हामी चाहिँ सुत्नुपर्छ है कि आज भजन गाउने हो रातभरि तिम्रो के छ भजन गाउने कि रातभरि भोलि गेम छैन
बुफर छ भजन गाउँदै ल रमाइलो गर्नुपर्छ ल हामी सुरु गरौँ र सुरु पनि भइसक्यो र आजको भ्लग पनि यहीँनिर अन्त्य भयो है साथीहरू सबैजना जानकारी सुरु गरौँ है सुरु भयो भ्लग अन्त्य भयो है ल